सवारी साधन खरिदका लागि सस्तो ब्याज दरमा कर्जा दिन बैंकहरूबीच चर्को होडबाजी चलेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेको र सवारी साधन खरिद बिक्रीको सिजन शुरू भएकाले बैंकहरूले निकै सस्तो ब्याज दरमा कर्जा उपलब्ध गराउन थालेका हुन्। अटो कुम्भ मेला नाइबा मोबिलिटी एक्सपो केही दिन अघि मात्रै सकिएको छ भने आगामी सातादेखि नाडा अटो शो शुरू हुँदैछ। साथै फेस्टिभ सिजन नजिकिएकाले सवारी साधनको खरिद बिक्री बढ्न थाल्छ। त्यसैलाई लक्षित गर्दै एकपछि अर्को बैंकले सस्तो ब्याज दरको अटो लोन योजना ल्याइरहेका छन्। यसै क्रममा सरकारी स्वामित्वको नेपाल बैंकले सुरुवाती 5% ब्याज दरमै अटो लोन उपलब्ध गराउने भएको छ। सम्भवतः बैंकले ल्याएको यो योजना नेपाली बैंकिङ इतिहासकै सबैभन्दा सस्तो अटो लोन हो। यसअघि ग्लोबलले 5.25% ब्याज दरको अटो लोन स्किम ल्याएको थियो। नेपाल बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले सवारी खरिदका लागि 60% सम्म कर्जा पाउनेछन्। यस्तो कर्जा ग्राहकको आवश्यकता अनुसार 5 वा 7 वर्षसम्मका लागि उपलब्ध गराइने बैंकले जनाएको छ। ग्राहकले देशभरका सम्पूर्ण शाखाबाट अटो कर्जा पाउनेछन्। आवश्यक कागजी प्रक्रिया पूरा गर्ने बित्तिकै कर्जा स्वीकृत हुने बैंकले जनाएको छ। साथै ग्राहकले बैंकबाट फिक्स्ड ब्याज दरमा पनि अटो कर्जा पाउनेछन्। अटो कर्जा लिन व्यक्तिको हकमा ऋणी र जवानीको फोटो, नागरिकता वा राहदानी, नाता प्रमाणपत्र, विवाह दर्ता, आमदानी स्रोत, प्यान कार्ड लगायतका कागजात चाहिन्छ। संस्थाको हकमा दर्ता प्रमाणपत्र, प्यान र भ्याट प्रमाणपत्र, प्रबन्ध पत्र, नियमावली, कर चुक्ता प्रमाणपत्र लगायत आवश्यक पर्नेछ।